म अस्ति 3-4 महिना अगाडि क्या त्यो काम गर्थेँ नि त नि जुत्ता सुत्ता बेच्ने होइन, यो अरूको पसलमा गएर अरूको अन्डरमा काम गर्थेँ क्या म। अहिले पनि अरूकै अन्डरमा गर्दैछु केटा, अहिले पनि अरूकै अन्डरमा गर्दैछु। अनि काम गर्थेँ, जुत्ता बेच्ने काम गर्थेँ क्या म। अनि त्यतिखेर चाहिँ कस्तो थियो भने लास्टै मान्छेहरू आउने होइन, अनि बेचेपछि दिनभरि लास्टै भिडभाड हुने होइन। अनि एक दिन चाहिँ कस्तो खाले कस्टमर आयो भने होइन, त्यो त्यो कस्टमरले जुत्ता सुत्ता आएर त्यो किनेर लगिसक्यो, त्यतिखेर त केही कुरो भएन होइन। त्यो फेरि त्यो मान्छे चाहिँ एक हप्ता 2 हप्ता कति महिनौँ दिन पछिबाट आयो क्या, फेरि आयो होइन। अन्त के समस्या लिएर आयो भन्दाखेरि होइन, त्यो मान्छे फेरि हेर भाइ सानोतिनो मान्छे थिएन, पुलिस थियो, त्यो खतरा जागिर सरकारी जागिरहरूलाई पुलिस थियो होइन। अनि आयो त्यो जुत्ता लिएर आयो, अनि त्यसले हामीलाई जुत्ता देखायो क्या। जुत्ता चाहिँ के भयो दाइ, कस्तो के समस्या आयो भनेर हामीले सोध्यौँ नि त नि। त्यो दाइले के भन्छ, भाइ यहाँ हेर न जुत्ता त यस्तो भयो त नि यार, यो कस्तो खाले भएको थियो भने त्यो खुट्टा टेक्दाखेरि होइन, त्यो बाङ्गो टेकिने क्या, त्यो जस्तै त्यो खुट्टा ठ्याक्कै ख्याप्पै नबस्ने, त्यो टेकिनुपर्ने ठाउँभन्दा अझ बाहिरै आएर टेकिने क्या खुट्टा। अनि मैले चाहिँ के भने दाइ तपाईँको खुट्टाको समस्या, मलाई थाहा थिएन त्यो दाइ पुलिस हो भनेर। दाइ तपाईँको खुट्टाको समस्या हुनुपर्छ, तपाईँको खुट्टै बाङ्गो हो कि भनेर मैले भनिदिएँ हेर। अनि भनिदिएपछि त्यसले गेस गर्यो, किनभने पुलिस भन्ने जागिरमा चाहिँ हात खुट्टा सिधा, औँलाहरू सिधा, तँलाई सबै थोक एकदम फिट एन्ड फाइन भएको मान्छे चाहिन्छ नि त। मैले त्यो दाइले के भन्दा होइन, तपाईँको खुट्टै बाङ्गो हुनुपर्छ, जुत्ता बाङ्गो होइन भनेर भनिदिएँ क्या। अनि त्यो दाइले मलाई बर रिसाएर हेऱ्यो क्या, भाइ म को चिनेको छु, म पुलिस हो, पुलिसको खुट्टा बाङ्गो हुन्छ, भाइ बाङ्गो भएको आमा जागिरै खान दे भन्छ। अनि मलाई ला मैले यो दाइले के भन्दैछु भनेर। अनि त्यो दाइले हेर्दै हुनुहुन्छ, अनि त्यो दाइले मलाई मार्छ होला, त्यो नराम्रो भन्न खोजेको होइन दाइ। अनि त्यस्तो भएको थियो। अनि त्यतिखेर अनि मलाई त दिमागको कस्तो थियो भने होइन, नेपालमा जागिर खानु सजिलो छ केटा, नेपालमा जागिर खानु सजिलो छ। कस्तो खाले सजिलो भन्दाखेरि सजिलो छ, तिमीहरूको होइन सरकारी कर्मचारी कुनै ठुलो पदमा भएको मान्छे छ भने, आफन्त छ भने तिमीहरू सजिलै भाइ फ्रीमा जागिर पाउँदैछ। केही तिमीहरूले मेहनत दुःखै गर्नु पर्दैन, फ्रीमा ठुलो ठाउँमा ठुलो पदमा हुनु मात्रै पर्छ होइन, तिनीहरू फ्रीमा जागिर पाउँछस्। कस्तो खाले पद चाहियो, कस्तो के गर्छस्, कति पैसा चाहियो, सबै फ्रीमा, तँलाई केही दुःखै गर्नु पर्दैन हो त्यस्तो होइन। अनि त्यो दाइले मलाई अनि फाइनली साटिदियो, जुत्ता साटिदियो। किनभने अब त्यत्रो जुत्ताहरू हुन्छ होइन, त्यत्रो अब कस्टमरले किन फर्काउने होइन, जुत्ता यस्तो भइसक्यो। अनि साटिदियो केटा, स्टोरी त्यति नै हो होइन। त्यो दाइलाई चाहिँ कस्तो भएको होला त्यतिखेर मलाई थाहा भएन होइन। त्यो हेर्दै हुनुहुन्छ भने नरिसाउनु होला है दाजु।